सिद्ध गुफा जाने बाटो यस्तो बाटो रहेछ है के हो एकदम लोपोन्मुख चाहिँ पुरानो मोडलको चाहिँ घर र धनसार यहाँ चाहिँ बन्दीपुरमा आएर देख्न पाइयो अन्त सबै मासिसक्यो पहिलाको गाउँको बाटो यार मकैबारीको गरा कुनै मकै भाँच्दै दौडिँदै हिँडेको याद आयो यार राइट यो चाहिँ बन्दीपुरको चाहिँ पुरानो के अरे पुछारको बजार यहाँभन्दा उता चाहिँ बजार छैन पुरै डाँडा काँडा छ अनि यो चाहिँ बजार भयो त्यो क्या राम्रो भ्यू देखिएको रातिमा यो चाहिँ टप पाडा देखिएको चाहिँ भ्यूज हो यो साँझको भ्यूज हो यो चाहिँ केबल कारको चाहिँ यो बेस हो यहाँबाट चाहिँ मान्छेहरू ग्राहकहरू चाहिँ पेसेन्जरहरू चाहिँ तलमाथि गर्ने गर्छन् सबै रमाइलो सबैले घुम्न पर्ने आउनु पर्ने ठाउँ सबैले चाहिँ यसको प्रचार गर्नुपर्ने ठाउँ आन्तरिक पर्यटनको चाहिँ विकास गर्नुपर्ने ठाउँ हो यो बन्दीपुर भनेको पहिला खरबारीमा बाख्रा चराको याद आउने टाइपको रहेछ हो पुरै खरबारी अर्काको बारीमा चाहिँ बाख्रा चराएर त लहटेको याद आयो त्यसै बन्दै गरेर चाहिँ अझै पनि यो केबल कारको चाहिँ कन्स्ट्रक्सन चाहिँ अझै बाँकी नै रहेछ अफिसहरू आदि इत्यादिहरू त देखिने गम्बुङ गोर्खा है बाहिर हेर्दा त यो पुरै लल्ला जस्तो छ होइन यहाँ चाहिँ यस्तो राम्रो भ्यूज पनि यति राम्रो टावर है यो चाहिँ आजको रात चाहिँ यही खरबारीमै सुतौँ जस्तो यार बाहिर तल चाहिँ भीषण गर्मी छ यहाँ चाहिँ ओहो कति हावा चलेको यार यस्तो हावा चल्यो है त्यही भएर यही खरबारीमै आज चाहिँ रात चाहिँ यहीँ खाना खाएर आएर यहीँ सुत्नुपर्छ है जस्तो लाग्यो यार यो चाहिँ पहिलामा गाउँहरूमा बुवा आमाहरूले चाहिँ सिकाएको कतै हिँड्दाखेरि चाहिँ यस्तो भाँचेर हिँड्यो भने चाहिँ राखेर हिँड्यो भने चाहिँ यता गाहा भन्ने हुन्छ भन्छन् है यसरी पुरानो घरमा जाने बाटो गेट पहिला हामीहरूले पनि बनाउँथ्यौँ होइन यो चाहिँ बन्दीपुर गाउँपालिकाको कार्यालय जाने बाटो है यो गाउँपालिकाको कार्यालय आहा कति राम्रो चाहिँ यो पुरानो घर रहेछ यहाँ पनि रहेछ यो गाउँपालिकाको कार्यालय नजिकै भाइहरू चाहिँ सानो भाइहरू चाहिँ फुटबल खेलिरहेको छ फाइनल्ली चाहिँ गाउँपालिकाको कार्यालय प्राइभेट स्कुल रहेछ गाउँपालिकाको कार्यालय नजिकै यो चाहिँ गाउँपालिकाको कार्यालय बन्दीपुर गाउँपालिकाको चाहिँ कार्यालय रहेछ यो अब फर्किएर मल त्यो यो बन्दीपुर केबल कार हुँदै बिस्तारै गाउँपालिकाको कार्यालय हुँदै अब अहिले ट्याक्कै फाइनल्ली यो मेन बजारतिर आइरहेको अवस्था छ।